अनि के ए ल नमस्ते हामी त अब यहाँ ढेँडा खानलाई आज कोदोको ढेँडो र मासुको तरकारी बनाएर खाए ल भन्नु न खायो ल सबैजनालाई खोर्सानीको मजाले टोया सोमा तिमी खोर्सानी टोक्ने मैले यहाँ ल्याइसकेँ यो ओहो मनको चाहिँ फर्स्ट मुखमा ल बोल्दै खाने ओहो गजब मिठो बनाएछ बुहारीले मासुले मिठो बनाएछ कोदोको ढेँडो बनाएको छ भात पनि छ भन्नु न भात पनि छ मसला तरकारी पनि छ अचार पनि छ नल्याएको मात्रै हो दाब्रा ल्याएन हो झिँगा कहाँबाट यो झिँगा आयो त झिँगालाई त सबै बाहिर निकाल्नुपर्छ अब र गाइज हो तपाईँलाई पनि देखेर ढेँडा खानु मन लागेको छ कि मलाई चाहिँ ढेँडो खान आउँदैन चपाउँदै खाने हो तर मिठो भएको छ कोदोको ढेँडो र मासु गजब भएको छ यस्तो गरेर खाने ल गफ गरेर खाने कि त्यतिकै खाने गफ गरेर क्या खाने हो नाति नै ल्याउनु पाएको भने मिठो दि रमाइलो हुन्थ्यो होला तर सुधे खाएको थियो ल ल मम्मीलाई सोध्छु क्वेसन तपाईँलाई मेरो एकदम मन नपर्ने बानी एउटा भन्ने कि तिनवटा भन्ने 4-5 भनिदिनु मलाई कराई मान्छ तर अलिकति बुहारीको जात चाहिँ जनाउने रहेछ हौ अनि कराईले चाहिँ रिस गर्छ बोलायो नि तर माया नि गर्छ बिहान ढिलो उठ्छ भन्नु न 3 पानी चट्टा खाएको क्या अलिकति 3 पानी फेरि सम्झिले ल्याइदिएको थियो खानु भनेर खाइदियो मम्मीलाई 3 पानी खानु चाहिँ जुर्छ सकिने बित्तिकै कहीँ न कहीँ ठाउँबाट आइपुग्छ होइन आइपुग्छ भाइ पनि मान्छे त्यस्तै हो है यस यस ढेँडो चाहिँ एकदम मिठो हो गजबको मासुको तरकारी ढेँडो त भन्नुको भने तपाईँलाई केही कुरा केही कहानी भन्न मन लागेको छ भने नि भन्नु अझै अलिक मिठो मिठो बनाएर खाएर नि फेरि भेटे बनाउने सबैले हेरिदिनु होला मेरो इष्टमित्रहरू आफन्तजनहरूले लाइक गरिदिनु होला भन्छु त्यही हो पहिला ढेँडो खाइसकेपछि भात खाने हो कि भात खाएपछि ढेँडो खाने हो ढेँडो खाएपछि भात खाने खाने छोरीहरू भाइहरूलाई बनाउनु पर्ने थियो नि यो भिडियो है बनाउनु सकेन त्यतिखेर आज ठिकै छ फेरि छोरी चाहिँ आएको बेला पनि बनाउँला तपाईँलाई चाहिँ खानेकुरा मध्येमा सबैभन्दा बढी मिठो लाग्ने के हो खोइ मलाई खासै त्यस्तो छैन पिज्जा सबैभन्दा मिठो चाहिँ पिज्जा ल्याएर खाऊँ न ल है सुन्ता दिदी र भेनाले बाहिर मलाई पिज्जा खाँदा चाहिँ खुब मिल्नु लाग्दैन मैले एकदम मिस गरिरहेको तर के गरेँ म यहाँ पिज्जा उहाँ विदेशमा त धेरै ठाउँ घुमाएँ नि मेरो छोरीहरूले मेरो नानीहरूले होइन धेरै खुसी मेरो छोरीहरू थियो र घुमायो मिठो मिठो खानु दियो राम्रो राम्रो लाउनु दियो आकाशमाथि उडायो जमिन मुनि नि बुढायो मेरो छोरीहरूले धेरै गरे नि काका तर त्यस्तो छोरीहरू चाहिँ सबैजनाको होस् भन्न चाहन्छु बाउ आमाले
पहिला सानोमा हुर्कायो बढायो पछि त्यो दुःख चाहिँ बिर्स्यो नि गरमसँग छोरीहरूले गरायो मेरो छोरीहरूले त अब अरू छोरीहरू के हो थाहा छैन तपाईँ सबैको छोराछोरीले त्यसै माया गर्नु भन्छु म त तपाईँ हराएको कहानी चाहिँ भन्नु न कस्तो फिल भएको थियो जाँदाखेरि भनेर क्या एक्लै जाँदा हरा होइन अब त कतारमा झन्डै झन्डै हरा हरा चाहिँ थियो तर मेरै कोसिस चाहिँ सफल भयो नि त्यो फेरि अनि के भन्छ अरे तपाईँलाई के इङ्ग्लिस सिक्यो त उता गएर भन्नु त उहिले चाहिँ कहाँबाट सिक्नु पढाइ लेखाइ नभएको छ कहाँ इङ्ग्लिस सिक्छौ ए कान्छी छोरीकोमा जाँदाखेरि मान्छेहरूले बोलाएको के गरेको आमा नमस्ते भन्ने नेपालीहरूले भेट्यो भने यसो खाना आइज आमा भन्थ्यो सोसी हाम्रो नेपाली सोसी खानुलाई भने गएको भरे सिसी भनिरहेछ सुसी खाना आउनु भनेर पनि ओहो यहाँ पनि सोसी पाउँदो रहेछ भनेर जानुभएको अरे खाँदाखेरि चाहिँ सुसी दिनुभयो नि काँचे भने होइन काँचै त तरकारीमा चाहिँ गोलभेडा हाल्नुपर्छ तर गोलभेडा चाहिँ साइड लगाउने होइन नपाक्ने खाले गोलभेडा ल्याउँदा त्यो मसिनो ल्याउने हो क्या सानो जनावर हो ठुलो ल्याएन ल खायो साथी हो इन्ट्रेस्ट छ जाँदा खानु मन लागेन म सघाउँछु खाना पुग्यो सोमतीले मैले हालिदिएँ त्यसो खा हो कि झिकिँदैन झिकिन ल गुड छोराले चाहिँ किन बोल्डङ बढी भएको थियो नि त उसैले चाहिँ भात खाएपछि ढेँडो खाने के भने अब त नगाए म चाहिँ भातसँग मोलेर खाएको के ढेँडो अच्छा सबैजना राम्रोसँग बस्नु खुसी स्वस्थ रहनु व्यस्त रहनु खुसी रहनु ल बाई आजको भिडियोमा फेरि हामी आउँदैछौँ राम्रोसँग लाइक गरिदिनु हेरिदिनु होला धन्यवाद छ त बाई बाई बाई